नमस्कार, म अमित कुमार महतो पुनः तपाईहरुको माझमा प्रस्तुत छु एउटा स्वास्थ्यसँग जनचेतनामूलक सन्देश लिएर। यस पुष माघमा बढ्दै गएको जाडो सँगसँगै रुगाखोकीहरू जस्ता सामान्य रोगहरू लाग्नु त सामान्य नै हो, तर यस जाडोमा ज्यानको जोखिम पनि हुन सक्छ भन्नु पर्दा तपाईहरुलाई पनि अचम्म लाग्छन् होला। सही सुन्नुभयो, जाडोमा ज्यानको पनि जोखिम हुन सक्छ। कसरी त? जाडो अत्याधिक बढेर कोठालाई चिसो गर्न हामीले हिटरहरूको प्रयोग गर्छौं। बाथरुममा नुहाउनलाई गिजरहरूले प्रयोग गर्छौं र सोही हिटर अनि गिजर हाम्रो ज्यानको जोखिम बन्न पुग्छन्। कसरी त? हिटरलाई बल्न, गिजरलाई चल्न, तिनीहरूलाई बल्नलाई, हिट प्रोड्युस गर्नलाई अत्याधिक रूपमा अक्सिजन चाहिन्छ, जुन चाहिँ हाम्रो यो हावाबाट लिने गर्छन् र साथै यसले कार्बन मोनोक्साइड नामको तत्त्व पनि रिलिज गर्छन्, जुन चाहिँ अत्याधिक रूपमा पोइजनस हुन्छ। यदि यो कार्बन मोनोक्साइड हाम्रो श्वास प्रश्वास नली हुँदै हाम्रो फेफडासम्म पुग्न सक्यो भने हाम्रो रगतमा भएको आरबिसीले पनि अक्सिजनलाई छाडेर कार्बन मोनोक्साइडलाई 4 गुणा बढी रेटले लिने गर्छन्, जसले गर्दा हाम्रो रगतमा अक्सिजनको कमी हुन्छन् र त्यसले गर्दा अस्फाइजेसन भएर सेलहरू मर्ने गर्छन् तथा मान्छे नै मर्न पनि सक्छन्। र यो समस्या अत्याधिक रूपमा कुन बेला देखिन्छन् त? यो समस्या अत्याधिक रूपमा देखिन भनेको जब हामीले कुनै पनि कोठामा चाहे बाथरुममा उचित भेन्टिलेसन मतलब फ्रेस हावाको आवत जावत हुने ठाउँ रहेन भने, जस्तै झ्याल ढोका खुला छैनन् भने त्यस समयमा यस्तो समस्या हामीले देख्न सक्छौं। त्यही भएर यो हिटर गिजरहरू हामीले प्रयोग गर्नुभन्दा अगाडि हामीले ध्यान दिनुपर्छ कि जुन रुममा चाहे जुन बाथरुममा हामीले यो गिजर यो हिटर बालिरहेछौं त्यहाँ दिनभरि रातभरि स्वच्छ हावा आउने जाने उचित भेन्टिलेसनको व्यवस्था छ कि छैन। रातभरि दिनभरि यदि हामी हिटरहरू चलाउँछौँ भने त्यहाँ झ्याल ढोका खोलेर हामी सुत्नुपर्छ, किनभने फ्रेस हावाको आवत जावत लगातार रूपमा भइरहन्छ, जसले गर्दा त्यस रुममा बाथरुममा अक्सिजनको कमी हुन पाउँदैनन्। साथै कार्बन मोनोक्साइडको मात्रा पनि उचित रूपमा ब्यालेन्स रहन जान्छन्, जसले गर्दा हाम्रो ज्यानको समस्या नहुन पनि सक्छन्। यो जाडोमा हिटर र गिजर मात्र समस्या नभएर हामीले गाउँघरमा लाउने घुर त्यो पनि एउटा ठुलो समस्या बन्न पुग्छ। यदि हामीले ध्यान दिएन भने शरीरमा पनि आगलागी हुने साथै प्रोपर्टीहरूमा पनि समस्या आउने, जस्तै हामीले बारम्बार सुनेको हुनुपर्छ कि कहिले उखु खेतमा आग लागि हुनु, कहिले घरमा आग लागि हुनु। त्यही भएर घुर लाउँदा पनि हामीले ध्यान दिनै पर्छ। यसको साथसाथै गाउँघरमा के गर्छन् भने एउटा बन्द कोठामा घुर लाएर त्यसपछि सुत्ने गर्छन्, कोठाले तातो हुन्छ भनेर। तर त्यहाँ पनि घुर लाउँदाखेरि घुरले गर्दा अक्सिजनको लेभल हावामा कमी हुन्छन् र त्यहाँबाट निस्किने धुवाहरूले गर्दा कार्बन मोनोक्साइड र कार्बन डाइअक्साइडको मात्रा उच्च हुन जान्छन्, जसले गर्दा धेरै जसो कन्डिसनमा हामीले के देख्न सकिन्छन्, जुन रुममा हावाको आवत जावत हुन्न त्यो रुममा यदि रातभरि हामीले घुर लाएर छोडिदियो भने त्यहाँ सुतेको मानिसहरू पुनः उठिरहेको हुन्नन्, त्यही बेला मृत अवस्थामा फेला पर्छन्। त्यही भएर हामीले एकदमै यस जाडोमा पनि ध्यान दिने पर्ने कुरा हो, हामीले घुर लाउँदा तथा हिटरको प्रयोग गर्दा चाहे गिजरको प्रयोग गर्दा पहिला उचित हावा आवत जावतको व्यवस्थापन हामीले गर्नै पर्छ, जसले गर्दा ज्यानको समस्या नहोस्। र साथै यस जाडोमा सबले तातो लुगाहरू लाएर आफूहरू न्यानो बस्नु होला, किनभने जाडो अत्याधिक रूपमा बढ्दै गइरहेको छन् विगतको समयभन्दा। हस्त, धन्यवाद।